हजुर कहाँसम्म होइन यहाँभित्र मान्छेले लिन जान्छ हजुर कतै लेखेको पनि छैन 150 यो मालगाडीको लेख्नु भएको छ तपाईँहरूले होइन यतिकै भनेको भरमा त म पैसा दिँदिनँ हो किन ब्रदर दिन्छ कसैले दिँदैन नि त तपाईँको कुरा मैले बुझेँ तपाईँ स्टाफ हो तर तपाईँले जुन काट्नुहुन्छ पैसा लिनुहुन्छ कसैलाई त्यसलाई त लिखित रूपमा दिनु पऱ्यो नि त प्रवेश शुल्क यति रुपियाँ भनेर अब काम गर्ने मान्छेले अब मैले भन त भनेको छ मैले रिक्वेस्ट दिनु ध्यान त हो त्यो गर्नुभयो भने म पैसा दिन तयार छु है लिन जानु पऱ्यो हजुर मान्छे लिन जानु पऱ्यो हजुर पार्किङ होइन त मान्छे बोक्ने पठाउमा पार्किङ गरेर मान्छे लिन जान्छ त ब्रदर यहाँ के लेख्नु भएको छ नि तपाईँहरूले के मोटरसाइकल प्राइभेट कार पार्किङ हाल्न अनुरोध गर्छौँ हामी पठाऊ हामी जस्तै पठाऊ त्यहाँ गएर पार्किङ गरेर त बस्ने होइन नि अब हामी त उठा भने त्यो त उठा भनेपछि उठाउने हो तपाईँहरूको के होला नि त Hey guys, welcome back to another video. I hope सबजना सन्चै हुनुहुन्छ होला म पनि फाइन फाइन छु यो बस पार्कमा हैन जथाभावी पैसा उठाइरहेछ के अब न चिट दिन्छ न के हैन यतिकै पैसा मागिरहेको हुन्छ भित्र छिर्नलाई पैसा चाहिन्छ भनेर न त्यहाँ कुनै बोर्ड लगाएको छ हैन यो भन्दा अगाडि पनि यस्तै गरिरहेको थियो तर यो बीचमा चाहिँ बन्द भएको थियो अहिले फेरि सुरु भएको छ त्यस्तै कृपया भिडियो शेयर गर्नु होला ताकि सम्बन्धित निकायसम्म यो भिडियो पुगोस् भन्दै प्लिज कृपया भिडियो अन्त्यसम्म हेर्नु होला बिचरा त्यसमा काम गर्ने भाइहरूको कुनै दोष छैन हैन कृपया नराम्रो कमेन्टहरू चाहिँ नगर्नु होला तर अब सम्बन्धित निकायलाई यो कुरामा एकदम ध्यान दिनुपर्ने जरुरी छ सामान बोक्ने गाडी प्रवेश शुल्क 150 रुपियाँ मोटरसाइकल प्राइभेट कार पार्किङ हाल्न अनि कतै लेखेकै छैन यार बाइकलाई 20 रुपियाँ भनेर सामान बोक्ने गाडी हो र हाम्रो फेरि लुट धन्दा चल्यो यार यो बस पार्कमा हैन यो भित्र जानलाई चाहिँ उता कति टाढाको रिक्वेस्ट गरेको पैसा कति राखेको सो गाइज होइन अहिले चाहिँ म बस पार्कमा छु होइन अहिले कस्तो रहेछ यहाँ बस पार्कको नियम यहाँबाट यो ठाउँबाट यता हेरिदिनुहुन्छ यो ठाउँ र त्यो ठाउँ यहाँबाट यता भित्र जानुभयो भने 20 रुपियाँ लाग्छ अरे कस्तो खालको त्यो के नियम अब कस्टमर कोही हुन्छ अलि सामान बोकिरहेको हुन्छ होइन त्यो सामान बोक्नलाई अब यहाँबाट त बोकेर जानु पऱ्यो कता हो उसको बस खोज्नुलाई कता हो कन्टर भनेर अनि अब भित्र छिर्यो भने त अब हामीलाई पठाउनलाई त्यत्रो लिन्छ अनि हामी त गएर भित्र पार्किङ गरेर त बस्दैनौँ नि होइन सो यहाँ त्यस्तो रहेछ नियम जस्तै अब पठाउवाला होइन भने चाहिँ त्यसको काट्दा हुन्थ्यो किनभने मान्छेहरू अब घर जाने बेलामा कसरी पुर्याइरहेको हुन्छ अब पार्किङ यहाँ छ पार्किङ नगरेर भित्र बाइक अब जस्तै ऊ त्यहाँ पार्किङ गरिरहेको छ त्यसरी गरिरहेको हुन्छ होइन त्यस्तो मान्छेले गर्यो भने ठिकै हो तर अरू मान्छेले नगरे कि ठिकै हेलो हजुर बाइकमा हुन्छ सामान अट्छ बाइकमा ए किनभने मेरो ल्यापटपको झोला छ कि माथि अगाडिमा यदि धेरै सामान छ भने बरु क्यान्सल गर्दा हुन्थ्यो कता कुन काउन्टरमा आउनुहुन्छ तपाईँ रेडी भएर बस्नु है ल सुगाइज होइन अहिले म गइरहेको छु होइन यहाँ 20 रुपियाँ लिँदै कि अब के गर्नु भित्र जानै पऱ्यो हजुर कहाँसम्म होइन यहाँभित्र मान्छेले लिन जान्छ हजुर प्रवेश शुल्क लाग्छ कतै लेखेको पनि छैन 150 यो मालगाडीको लेख्नु भएको छ तपाईँहरूले होइन त्यो त लेख्नु पर्ने नि त खै टिकट त दिनुहुन्छ होला नि त होइन हो अब हामी जस्तै पठाऊ त्यहाँ गएर पार्किङ गरेर त बस्ने होइन नि अब हामी त उठा भने
त्यो त उठा भनेपछि उठाउने हो तपाईँहरूको केही थियो होला नि त अब पठाउलाहरूले पनि यस्तो गऱ्यो भने त गाह्रो भइहाल्छ नि होइन र हो कि नै तपाईँलाई त्यस्तै हो अब हाम्रो काम त यही हो मान्छे लिन जानु पर्यो हजुर मान्छे लिन जानु पर्यो हजुर त पार्किङमा राख्नु है पार्किङमा राखेर पार्किङ होइन त मान्छे बोक्ने पठाउमा पार्किङ गरेर मान्छे लिन जान्छ त ब्रदर होइन यस्तो हुन्छ यहाँ अब यहाँ मोटरसाइकल प्राइभेट कार पाउँछ यहाँ के लेख्नु भएको छ नि तपाईँहरूले के मोटरसाइकल प्राइभेट कार पार्किङ हाल्न अनुरोध गर्छौँ हामी पठाऊ त मान्छे त यहाँ त हिँडेर आउँदैन नि हजुर न सर भित्र धेरै पठाउहरू धेरै भित्र गएर जहाँ पाए त्यही छापछाप रोपेर तपाईँको कुरा सही हो होइन तर मेरो त यहाँ तपाईँ त प्रुफ दिइरहेको छु नि त तपाईँ यहाँ मान्छे यहाँ छ हजुर सामान छ भन्छ म आउन मिल्दैन भनेर भन्नुहुन्छ क्या हजुरले तपाईँ आउनु मैले उहाँले भन्नुभयो आउनुहोस् भनेर अब के म त प्रुफ दिइरहेको छु हो कि नै तपाईँले भनेको ठिक होइन म एउटा खोजेको नि उहाँले भन्नुहोस् तपाईँले यहाँदेखि जाँदाखेरि प्रवेशको विषयले चाहिँ के गर्नुहुन्छ तपाईँ के अरे दिनुहुन्छ कि तपाईँ दिने हो नि त त्यो त त्यो प्यासेन्जर दिने हो त्यो यो त तपाईँहरूले कतै लेखेर राख्नु पऱ्यो नि त प्रवेश शुल्क यति रुपियाँ खोइ लेख्नु नै भएको छैन यहाँ सामान बोक्ने गाडी भनेर लेख्नु भएको छ सल्लाह गर्दैछ है हजुर उहाँ सर मैले भने भित्र हजुर अनि उनीहरूले चाहिँ सल्लाह गर्दैछ क्या उनीहरूले अहिले म जानु मिल्छ कि मिल्दैन जान मिल्छ दादा मिल्छ अहिले जाउँ म मिल्छ हवस् हुन्छ धन्यवाद तर के अरे जस अब पैसा चाहिँ आउँदाखेरि चाहिँ पैसा छ त है आउँदाखेरि चाहिँ पैसा लिन्छ यो जाँदाखेरि त प्रवास जस्तै यहाँ प्रवास गाडी ल्याएको नि त होइन त्यस्तै बाइक स्कुटर पनि ल्याएको छ क्या अझ भोलि होइन त्यो त बाइक स्कुटरले तपाईँले लेखेर राख्नुहुन्थ्यो या के प्रुफ दिनुहुन्थ्यो भने म मान्थेँ पैसा तिर जान्थेँ बुझ्नु भएन अब यतिकै भनेर त म दिँदिनँ हो कि नै अब यतिकै भनेर त यो गलत कुरा हो नि हो कि नै त्यो त सुन्नु न मैले यति त भन्दैन त्यति मैले आदेश आएपछि म त काम गर्ने इच्छा हो म हो कि त्यो त मैले लिखित रूपमा त तपाईँले राख्नु पर्यो नि त के तपाईँ पठाउ गरेर काम गऱ्यो नि काम गरे हो कि नै म त्यसै म काम गरेँ तपाईँको कुरा मैले बुझेँ तपाईँ स्टाफ हो तर तपाईँले जुन काट्नुहुन्छ पैसा लिनुहुन्छ कसैलाई त्यसलाई त लिखित रूपमा दिनु पर्यो नि त प्रवेश शुल्क यति रुपियाँ भनेर अब काम गर्ने मान्छेले अब मैले भनेको छ मैले रिक्वेस्ट दिनु त्यहाँ नि त हो त्यो गर्नुभयो भने म पैसा दिन तयार छु होइन है यस्तो त्यही भएर कि तपाईँ अब तपाईँ जस्तै काम गर्ने मान्छे हामी चाहिँ अब तपाईँले त्यही त होइन भनेर तपाईँले सरकारले कर तिरेर यदि कुनै पैसा उठाउनुहुन्छ भने तिर्न तयार छु हो कि नै तर तपाईँले यतिकै भनेको भरमा त म पैसा दिँदिनँ हो कि नै ब्रदर दिन्छ कसैले दिँदैन नि त ल त्यो गाई अघि चाहिँ होइन मैले क्यामेरा अन गरेको थिएन होइन अनि भन्दै थियो होइन लाग्छ अनि अहिले चाहिँ अब क्यामेरा अन गरेपछि ल ठिकै छ जानु तपाईँ भनेर भन्दै थियो सो म चाहिँ यता भित्र छिरेँ अनि यहाँ मेरो कस्टमर कता छ भन्ने कुरा अब फोन गर्नु पऱ्यो के रहेछ सामान यार तपाईँ हो ल बस्नु नि त नि अलिक छिटै गरौँ ब्रदर भयो आउँदैछ यत्रो सामान हुन्छ ब्रदर अनि भन्छ छैन भनेर यार हो त होइन स्कुटीमा आउँदा ठिकै हुन्छ क्या स्कुटरमा ठिकै हुन्छ क्या जस्तै अब बाइक छ भने कुन बाइक छ आफै विचार गर्नुलाई क्या पल्सरमा फेरि ठिकै हुन्थ्यो यो त यस्तो हुन्छ नि त यसमा धन्यवाद
धेरै धन्यवाद। हस् हुन्छ हुन्छ तपाईँलाई पनि थ्याङ्क यू। अर्को पनि टिप लागिसक्यो। अब मैले यस्तो भिडियो बनाएँ होइन, मान्छेहरूले अब कतिले जनाले कमेन्ट गरेर होइन, अब किन फेस ब्लर गरिस्, किन यस्तो गरिस्, यो गरिस् त्यो गरिस् होइन। अब मलाई फेस ब्लर गर्नुको कारण एउटा पनि छ होइन। अब कति मान्छेहरू होइन अब कस्तो हुन्छ भन्ने थाहा हुँदैन र जुन बस पार्कमा काम गर्ने मान्छे होइन, हामी पठाउ इन्ड्राइभ याङ्गो गर्छौँ होइन, कहाँ कहाँ हिँड्छौँ, अब त्यसरी टार्गेटमा गरिन्छ होइन। सो अब मेरो काम चाहिँ इन्फर्मेसन दिनु हो मान्छेलाई होइन। सो अब खालि राइडको भिडियो मात्रै होइन अपलोड गरेर पनि केही छैन, ताकि मैले भिडियो बनाएँ भने त्योबाट मान्छे सिकोस् कि राइडको भिडियो पनि मैले हाल्दाखेरि तपाईँ मेरो भिडियो विचार गर्नु होला होइन। अब कसरी मान्छेहरू के चलाउने, कसरी कति रुपियाँ कमाइ हुन्छ, त्यो सबै कुरा म सिकाइरहेको हुन्छु होइन। अब यो भिडियो बनाउनुको कारण एउटै छ मात्रै होइन, कमसेकम मान्छेलाई यति इन्फर्मेसन होस् कि यसरी जथाभावी होइन हामीले पैसा उठाउनु मिल्दैन, यसरी उठायो भने चाहिँ यसरी मिडियामा पनि आउँछ भनेर त कमसेकम मान्छेहरूले पनि अलिकता आफै होइन बुझ्छ होइन। तिनीहरू त्यो भाइहरूको चाहिँ यसमा केही दोष छैन होइन। अब तिनीहरूसँग पहिलो कुरा न कुनै कार्ड छ होइन, केबाट प्रचलित हो। अब मानौ ती बस पार्कबाट नै उनीहरूलाई पे गरिरहेछ या स्टाफ भनेर राखेको छ भने बस पार्कको कार्ड हुनु पऱ्यो होइन। अब त्योहरू पनि छैन, अब यतिकै उभिएर पैसा मागिरहेछ क्या। अब तिनीहरूलाई जुन मान्छेहरू खटाएको छ होइन, त्यो मान्छेहरूले कमसेकम यो कुराहरूमा ध्यान दिनु पऱ्यो नि त होइन। या पैसा कसैलाई लिइरहेछ भने त्यसलाई एउटा पैसा तिरेको छु भनेर, जस्तै अब पार्किङमा जाँदाखेरि पार्किङको चिट दिन्छ होइन, त्यस्तो चिजहरू त केही त दिनुपर्ने होइन, केही छैन बिचराहरूलाई। यत्तिकै हावा तालमा पैसा उठाइरहेछ होइन। सो अब भिडियो चाहिँ नराम्रो कमेन्ट नगर्नु होला, तर सेयर चाहिँ यति गर्नुहोस् ताकि सम्बन्धित निकायलाई यो भिडियो पुरोस् र कमसेकम यसरी लुट्ने जुन धन्दा छ त्यो चाहिँ बन्द होस्।